Mina with that run. कटिनको अपेक्षा कटिङ गरेकी छिन् गोल किक रहनेछ It has to be Sabina Tamang and U17 versus U20 Puja यो टेक्निकल एरर्स का कारण हामीले सन्तोषजनक लाइभ दिन सकेनौं त्यसका लागि हामी खिलाडी.com को परिवार तपाईहरु समक्ष माफी माग्न चाहन्छौं पुञ्जली ब्याक पास खेलिदिएकी छिन् पूजालाई पूजाको डेलिभरी मीना राम्रो कन्ट्रोल रहन सकेन रेखा र यो गोल खेलमा खाता खोलेको छ लेफ्ट फुटेड प्रहार थियो सोझै जाली चुम्न सफल भयो पहिलो गोल नेपाल पुलिस क्लबका लागि रेखा पौडेल स्कोर शीटमा आफ्नो नाम लेखाएकी छिन् फेरि पनि रेखा पौडेल लेफ्ट फ्ल्याङ्कबाट साथी खोज्ने छिन् क्रस र यो गोल कटिङको अपेक्षा थियो सम्भवतः कटिङ गरेकी थिइन् त जोस्नाले बललाई जज गर्न सकिनन् र दोस्रो बारको जाली चुमेको छ बल रेखा पौडेल 1 मिनेट भित्रै दोस्रो गोल गर्न सफल फुस्को यो प्रहार सुन्दर प्रहार दोस्रो बारमा अटेम्प्ट गरेकी थिइन् सुन्दर गोल जोस्ना फेरि पनि बल नियन्त्रणमा लिन असफल नेपाल पुलिस क्लब 2 मिनेटको भित्र नेपाल पुलिस क्लबले तेस्रो गोल गरेको छ जर्सी नम्बर 2 का पूजा राणा ले प्रतिनिधित्व गरेको थियो त्यो एउटा ऐतिहासिक मोमेन्ट थियो रियलेको लागि मीना र यो मीनाको सुन्दर गोल न्यारो एंगलमा रहेकी थिइन् रेखा बल कुरिरहेकी थिइन् तर आफै अटेम्प्ट लिन र गोल भएको छ नेपाल पुलिस क्लबले 4-0 को अग्रता लिएको छ नेपाल पुलिस क्लबको तर्फबाट पुनः गोल भएको छ गोल गर्ने खेलाडी हुनुहुन्छ जर्सी नम्बर 34 का मीना देवा घुमाइरहेको छ मीना र यो क्वालिटी आफ्नो क्वालिटी देखाएकी थिइन् बललाई लिफ्ट गरेकी थिइन् तर बलले जाली भने चुम्न सकेन दोस्रो गोलको एकदमै करिब रहिन् मीना देउबा किन लायक थियो अब भने पुलिस हेडेड अवे तर बलको नियन्त्रण पुलिससँगै रेखा पास दिएकी छिन् सम्झनालाई ब्याक पास बिर्सना अब भने राइट साइडबाट मीनाका लागि बल मीना चौथो पटक अफसाइड ट्र्यापलाई बिट गर्न सकिनन् मीना र मीना मीनाको यो प्रहार न्यारो एंगल फेरि पनि पहिलो बारमा अटेम्प्ट थियो बिर्सनाको यो सुन्दर थ्रो पास नो अफसाइड 1-on-1 रेखा किपरलाई बिट गर्ने छिन् र यो सहज गोल रेखा पौडेल ह्याट्रिक गर्न सफल पहिलो हाफमै ह्याट्रिक सम्भव भएको छ रेखा पौडेलको र नेपाल पुलिस क्लबले 5 गोलको अग्रता लिएको छ इजी पिजी फर रेखा पौडेल भएको छ गोल गर्ने खेलाडी हुनुहुन्छ सुन्दर बल जर्सी नम्बर 9 का रेखा पूजा राणाको अनि त्यति नै सुन्दर गोल रेखा पौडेलको र यो गोलसँगै यस प्रतियोगिताको पहिलो ह्याट्रिक कर्ता पनि बन्न सफल हुनुभएको छ थ्रो पास रेखाका लागि चौथो गोलको खोजीमा रेखा पौडेल रेखा फेरि पनि बिट गरेकी छिन् ब्याक पास मीनाका लागि मीनाको त्यो प्रहार सुषमा थिइन् त्यहाँ पेनाल्टी बक्समा अब पूजा
सुषमा पास रेखाका लागि चौथो गोलको खोजी रेखा र यो पोलमा लागेर बाहिरिएको छ रेखाको यो रन र यो सुन्दर गोल दोस्रो बारमा रेखाको यो चौथो गोल नेपाल पुलिस क्लबले 6-0 को अग्रता लिएको छ नेपाल पुलिस क्लबको तर्फबाट पुनः एक गोल भएको छ गोल गर्ने खेलाडी हुनुहुन्छ जर्सी नम्बर 9 का रेखा पौडेल र फेरि पनि 2 मिनेटको अन्तर र यो सँगै मुख्य रेफ्री कृति सेनले पहिलो हाफको विसल ब्लो गरेकी छिन् नेपाल पुलिस क्लबले 6-0 को अग्रता लिएको छ अहिले रेफ्रीको हुइसल सँगै र अब केही बेरमै हामी दोस्रो हाफको प्रसारण लिएर उपस्थित हुनेछौँ रेखा राइट साइडबाट कटिङको अपेक्षा रहनेछ रेखा अनुष्का शेर्पा खेल मैदान राम्रो थ्रो पास मीना देउबा अपर्च्युनिटी मीनाका लागि राम्रो गोल मीना देउबा दोस्रो गोल गर्न सफल स्केलमा यसपालि लोअर प्रहार दोस्रो बारमा पहिलो हाफमा सबिना यो प्रहार पहिलो सर्ट सन्टा सबिनाको यो फ्री किक आकाशिएको छ वेल ट्राइड कनेक्ट थियो बिर्सना सोचेकी थिएनन् र स्कोर सिटमा आफ्नो नाम लेखाएकी छिन् बिर्सना हामीले अघि पनि भनेका थियौँ गोल स्कोरिङ लयमा छिन् भनेर 2 साता अघि सम्पन्न चीनको युनान प्रान्तीय टोली विरुद्धको मैत्रीपूर्ण मैदान प्रवेश गरेका छन् फुल ब्याक गङ्गा रोकाया र रेखा पौडेल डिफ्लेक्टेड बलमा गोल गर्न सफल भएकी छिन् 5औं गोल रेखा पौडेलको नाममा रेखाका लागि दोहोरो ह्याट्रिकको खोजीमा छिन् रेखा आफै लिने छिन् पहिलो बारमा र दोहोरो ह्याट्रिक सम्भव भएको छ बधाई छ रेखा पौडेल खेलको 6औं गोल गर्न सफल इजी फर रेखा पौडेल 7औं गोलको सङ्घारमा छिन् कटब्याक मीनाका लागि ह्याट्रिक गर्ने अवसर थियो मीना देउबासँग तर राम्ररी कनेक्ट गर्न सकिनन् र यो सँगै रेफ्री कृति सेनले फाइनल विसल ब्लो गरेकी छिन् बधाई छ नेपाल पुलिस क्लब